नमस्कार। आज फेरि मैले तपाईहरुलाई 5 वटा पीएचडी फाइलहरु लिएर आएको छु। यो 5 वटा पीएचडी फाइलहरु चाहिँ तपाईहरुले चाहिँ 12-18 को साइजमा चाहिँ बनाउन सक्नुहुनेछ। यो 12-18 को सबै साइजहरुमा चाहिँ छ। यो चाहिँ कसैको बर्थडे मा चाहिँ फोटो प्रिन्टहरु गरेर तपाईहरुले उनीहरुलाई एउटा राम्रो फ्रेममा हालेर चाहिँ गिफ्ट दिन सक्नुहुन्छ। यदि तपाईहरु फोटो स्टुडियोबाट हुनुहुन्छ भने तपाईहरुले यो फोटोहरु डाउनलोड गरेर आफ्नो व्यवसायलाई केही थप वृद्धि पनि गर्न सक्नुहुनेछ। यो फोटोहरु फेरि म आज तपाईहरुलाई दिने छु। यो एकदम सजिलो छ एडिट गर्नको लागि। मैले यो सबै फाइलहरु चाहिँ यहाँ फोटोशपमा ओपन गरेर राखेको छु। सबै फाइलहरु यहाँ ओपन गरेर मैले राखेको छु। म तपाईहरुलाई एक एक गरेर चाहिँ यहाँ देखाउँदै छु। कसरी एडिट गर्ने, यसलाई कसरी एडिट गर्न सकिन्छ भन्ने कुरा म तपाईहरुलाई यहाँ एउटा एउटा गरेर देखाउन गइरहेको छु। यो एकदमै सजिलो छ एडिट गर्न। यसमा कुनै गाह्रो छैन। यहाँ भएका सबै कुराहरु तपाईले एडिट गर्न सक्नुहुनेछ। तपाईहरुले मजाले आफै एडिट गर्न सक्नुहुनेछ। यसमा कुनै त्यस्तो एडिट गर्नको लागि कुनै गाह्रो कुरा भने छैन। यसलाई कसरी एडिट गर्ने भन्ने कुरा म हल्का तपाईहरुलाई यहाँ जानकारी दिन गइरहेको छु। सबभन्दा सुरुमा तपाईहरुले फोटो ल्याउनु पर्ने हुन्छ। फोटो ल्याउनको लागि चाहिँ तपाईहरुले के गर्नुपर्छ भने तपाईहरुले कुन चाहिँ कहाँनेरि चाहिँ फोटो राख्ने पहिला त्यसलाई सिलेक्ट गर्नुपर्छ। जस्तै मैले यहाँनेरि एउटा फोटो राख्न चाहे भने पहिला मैले यसलाई सिलेक्ट गर्ने हो। त्यसपछि यहाँबाट मैले राखेको फोटोहरु कहाँनेरि राखेको छु म त्यहाँनेरि गएर चाहिँ मैले फोटोहरु लिन्छु। जस्तो मैले यो फोटो लिए भने अब मैले यसमाथि ल्याएर छोड्दिने छु र यसलाई चाहिँ म अब माथिदेखि तलसम्म यो फोटोलाई तन्काइदिने छु यसरी। त्यसपछि इन्टर थिचेर यहाँनेरि लेयर्समा आएर हेर्नुभयो भने यहाँनेरि जस्ट यही शेप माथि त्यो फोटो आएर बसेको हुन्छ। तपाईहरुले किबोर्डमा अल्ट थिच्नु भयो भने यस्तो खालको साइन आउँछ र त्यो साइनमा तपाईहरुले माउसमा फेरि एकचोटी क्लिक गर्नुभयो भने यो क्लिपिङ मार्क्स भएर बस्छ अब यो फोटो यसरी। त्यसपछि अब बाँकी रहेको ठाउँमा पनि तपाईहरुले फोटो हाल्दाखेरि चाहिँ जस्तै यहाँ हाल्नु पर्यो भने यसलाई सिलेक्ट गर्ने। त्यसपछि जाने फोटो ल्याउने, यो फोटो ल्याएर यहाँनेरि छोड्दिने। त्यसपछि यसलाई अलिकति सेन्टर बनाउनुहोस् र फेरि किबोर्डमा चाहिँ अल्ट थिचेर क्लिपिङ मार्क्स गर्नुहोस्। अब यसलाई तपाईले यहाँबाट साइज, यसको साइज चाहिँ एडजस्ट गर्नुहोस्। कसरी तपाईहरु यसको साइज एडजस्ट गर्न सक्नुहुन्छ त्यसैगरी तपाईहरुले यसको साइज एडजस्ट गर्नुहोस्। यहाँ भएको सबै नै फोटोहरु त्यसैगरी रिप्लेस गर्ने हो तपाईहरुले। एकदमै सजिलो छ, कुनै किसिमको गाह्रो छैन यो फोटोहरु यहाँ रिप्लेस गर्नको लागि। यो सबैभन्दा सजिलो मेथड हो फोटोहरु रिप्लेस गर्न। तपाईहरुले सिलेक्ट गर्ने, फोटो ल्याउने र यहाँनेरि छोड्दिने अनि किबोर्डको सहायताले क्लिपिङ मार्क्स गर्ने र फोटो रिप्लेस गर्ने। यो सबै फोटोहरु रिप्लेस गरिसकेपछि तपाईहरुले अरु फोटोहरु पनि रिप्लेस गर्न सक्नुहुन्छ। यसको ठाउँमा यसलाई हटाएर अरु फोटो हाल्न पनि आरामले सक्नुहुन्छ, मजाले सक्नुहुन्छ। यसमा त्यस्तो गाह्रो केही छैन। अब यहाँ भएका सबै त्यस्तै छन्। यो पनि त्यस्तै छ। यहाँ मैले एउटालाई यहाँ हाइड गर्दिएको छु। यसलाई तपाईले अन गरिदिनु भयो भने यहाँनेरि तपाईहरुको यो जन्म डेट स्पष्ट देखिने गर्छ। तपाईहरुले यो चाहिँ जन्म डेटलाई चाहिँ यहाँ एडिट गर्न सक्नुहुन्छ है। यहाँ सजिलैसँग यसलाई एडिट गर्न सक्नुहुन्छ। यो इलिस्ट्रेटर फाइल हो। यसलाई तपाईहरुले डबल क्लिक गर्नुभयो भने यो चाहिँ इलिस्ट्रेटरमा गएर ओपन हुन्छ। इलिस्ट्रेटरमा गएर ओपन हुन्छ र त्यहाँनेरि तपाईहरुले डेट, अब जस्तै यहाँनेरि आएर ओपन भएको छ। जस्तै अब यहाँनेरि तपाईहरुले चाहिँ यो तपाईहरुको आइतबार 1 गते हो भने तपाईहरुले यहाँबाट यसलाई स्टार्ट गर्नुपर्ने हुन्छ 1 गतेबाट। अनि तपाईहरुले यसरी एडिट गरिसकेपछि तपाईहरुले यहीँनेरि कन्ट्रोल एस गरेर सेभ गरिदिनु भयो भने अटोमेटिक यो फोटोशपमा आएर आफै सेभ हुन्छ, केही गर्नै पर्दैन। त्यसपछि यो तपाईहरुको यो कहिले हो
त्यहाँ लगेर यो राखिदिन सक्नुहुन्छ। यसरी त्यहाँ लगेर राखिदिन सक्नुहुनेछ। अनि यो जुन ठाउँहरू छ यो ठाउँहरूमा पनि फोटो हाल्नको लागि एकदमै सजिलो छ। अघि उपाय अपनाउने हो, लाने हो, यहाँ ल्याएर छोडिदिने हो अनि क्लिपिङ मार्क्स गर्ने हो। क्लिपिङ मार्क्स गर्ने हो। त्यस पछाडि यो साइज आफूले यहाँदेखि एडजस्ट गर्ने हो। कसरी एडजस्ट गर्ने हो, यहाँबाट तपाईहरुले यो साइज मिलाउने हो। यो सबैलाई त्यसै गर्न सकिन्छ। यो भए जतिको जति पनि छन् यो सबै फाइलहरुलाई त्यही गर्नु होला। यो क्लिपिङ मार्क्स गर्ने, छोडिदिने, क्लिपिङ मार्क्स गर्ने, छोडिदिने। ल यहाँ अर्को छ, यो चाहिँ गुगल स्टाइलमा बनाएको छ मैले। यहाँनेरि तपाईहरुले आफ्नो नामहरु अथवा कोही क्लाइन्टको नामहरु हाल्न सक्नुहुन्छ। यहाँनेरि या तल पनि त्यही हाल्न सक्नुहुन्छ। यो सबै चाहिँ तपाईहरुको यहाँनेरि यो जुन ब्ल्याङ्क ठाउँ छ यो ठाउँमा तपाईहरुले फोटो हाल्ने हो। फोटो हाल्दा फेरि सेम त्यही तरिका अपनाउनु होला। जुन तरिकाले अघि मैले फोटो हालेर देखाएँ त्यही तरिकाले नै तपाईहरुले फोटो हालेर हाल्नु भयो भने यहाँ पनि स्पष्ट रूपमा फोटो आएर बस्ने छ। जस्तो एउटा मैले फोटो हाल्दिने छु, यसमा फोटो हाल्दिदै छु। तपाईहरु जानुस्, यो ल्याउनुस्, यहाँ राख्नुस् र छोडिदिनुस्। त्यसपछि यसलाई अलिकति माथि लगिदिनुस्। अब यहाँनेरि क्लिपिङ मार्क्स गरिदिनुस्। तपाईको फोटो आएर यहाँ बस्यो। सजिलो छ, गाह्रो छैन। तपाईहरुले पनि यसलाई मजाले गर्न सक्नुहुनेछ। त्यसपछि अर्को यो छ, यसमा पनि एकदमै सजिलो छ। यहाँ तपाईहरुले यो टेक्स्टहरु चेन्ज गर्न पनि सक्नुहुन्छ। यहाँ तपाईले आफ्नो लोगो हाल्न सक्नुहुनेछ। अब यहाँनेरि फोटो हाल्ने हो। यहाँनेरि यो जुन ब्ल्याङ्क ठाउँ छ यहाँनेरि फोटो ल्याएर हाल्ने हो। यहाँनेरि फोटो हाल्दाखेरि तरिका सबै त्यही छ। तपाईहरुले कुन तरिकाले के गर्नुहुन्छ, तरिका फोटो हाल्ने सबै तरिका एउटै हो। जुन तरिकाले तपाईहरु फोटो हाल्नुहोस्, फोटो हाल्ने तरिका फरक छैन। ल हेर्नुस्, यहाँ फोटो हाल्ने तरिका फरक छैन। ल हेर्नु होला, फोटो हाल्ने यहाँ तरिका फरक छैन। जुन तरिकाले फोटो हाल्नुस्, फोटो हाल्ने तरिका सेम छ। फोटो लगाउने तरिका सेम छ। क्लिक गर्ने, फोटो ल्याउने, ड्र्याग एन्ड ड्रप गरेर छोडिदिने त्यहाँनेरि है। अनि क्लिपिङ मार्क्स गर्ने लास्टमा। क्लिपिङ मार्क्स गर्नुस्। क्लिपिङ मार्क्स गरेपछि तपाईहरुको फोटो त्यो शेप भित्र गएर सर्लक्क बस्छ। फोटो ल्याउने, छोडिदिने, अरु केही गर्नै परेको छैन। तपाईहरुले यति गर्दिनु भयो भने तपाईहरुको फोटो आएर यहाँनेरि सर्लक्क बस्छ। मैले अर्को नि एउटा फोटो ल्याएँ र मैले यो फोटो ल्याएर यहाँ हालेँ। केही गर्नु पर्दैन। फोटो तानेर यहाँ छोडिदिनुस्। यसलाई अलिकति ठुलो बनाइदिनुस्। अब यहाँनेरि यसलाई क्लिपिङ मार्क्स गरिदिनुस्। ल हेर्नुस्, क्लिपिङ मार्क्स गरिदिएपछि फोटो आएर आफै बसेको छ। यहाँ क्लिपिङ मार्क्स गर्नुभयो भने फोटो आएर आफै यहाँ सर्लक्क बस्छ। यसरी चाहिँ फोटोहरु रिप्लेस गर्नु होला। यसरी तपाईहरुले फोटोहरु सजिलैसँग रिप्लेस गर्न सक्नुहुनेछ। यो क्लिपिङ मार्क्स अहिले भएन। यसो गर भने क्लिपिङ मार्क्स भयो। यो फोटो तपाईहरुले सजिलैसँग यहाँ एडजस्ट गर्न सक्नुहुनेछ आफ्नो तरिकाले। ल हेर्नुस्, यो अर्को छ। यसमा पनि सेम तरिका हो। तपाईहरुले यसलाई पनि त्यही तरिकाले चाहिँ युज गर्न सक्नुहुनेछ। सबै तरिका, फोटो हाल्ने तरिका सबैमा सेम छ है। यसमा पनि ल्याउनुस्, एउटा फोटो हाल्नुस्, छोडिदिनुस्, यसलाई क्लिपिङ मार्क्स गर्नुस्। यहाँनेरि आएर क्लिपिङ मार्क्स गर्नुस्। अब फोटोको साइज बढाइदिनुस्। त्यहाँ आएर यो फोटो बस्ने छ। यहाँ सबै तरिका सेम छ। जहाँ जहाँ तपाईहरुलाई जस्तो जस्तो फोटो हाल्नु मन लाग्छ त्यही अनुसारको फोटोहरु हालेर एउटा फ्रेमिङ बनाएर कसैलाई गिफ्ट गर्नुभयो भने यो एकदमै राम्रो हुनेछ। यसको डाइरेक्ट लिंक छ, जुन लिंक चाहिँ म यहाँनेरि यही भिडियोको तल हाल्दिने छु। तपाईहरुले त्यहाँ गएर यसलाई चाहिँ डाउनलोड गरेर मजाले आफूलाई
मनपर्ने तरिकाले युज गर्न सक्नुहुनेछ। यसमा कुनै किसिमको पासवर्डहरू लगाइएको छैन। यदि तपाईलाई यो भिडियो राम्रो लागेको छ भने मेरो च्यानललाई सब्स्क्राइब गरेर लाइक चाहिँ गर्न नबिर्दिनु होला। लाइक तथा कमेन्ट गरिदिनु होला। तपाईहरुको त्यही लाइक तथा कमेन्ट र सब्स्क्राइबले मलाई यस्तो भिडियोहरू बनाउने हौसला मिल्नेछ। हस्त नमस्ते।